ओम गणेशाय नमः। आज हामी कुरा गर्न गइरहेका छौँ ग्रहहरूको बारेमा, भावको बारेमा, भावेशको बारेमा, चन्द्र सूर्यको अवस्थाका बारेमा। यिनीहरू कुराहरू हाम्रो ग्रहहरू कतिवटा हुन्छन्? 9वटा ग्रहहरू हुन्छन्। ती के हुन्? राशि कतिवटा हुन्छन्? 12वटा राशिहरू हुन्छन्। राशिहरूले कुन ग्रहमा कुन राशि बस्दा चाहिँ शुभ हुन्छ, कुन ग्रहमा कुन राशि बस्दा चाहिँ अशुभ हुन्छ, कुन राशिको राम्रो फल प्राप्त हुन्छ र कुन ग्रहका स्वामी कुन हुन् भनेर हामीहरू आज विश्लेषण गर्न गइरहेका छौँ। हाम्रो जन्मकुण्डलीमा देख्न सक्नुहुन्छ यस्तो 12वटा कोठाहरू हुन्छन्। 12वटा कोठाहरूमा सुरुमा एक लग्नबाट सुरु हुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ लग्न। तपाईहरुको 2बाट पनि सुरु हुन सक्छ जन्मकुण्डली। यो चन्द्रमाको अवस्थाको बारेमाबाट हुन्छ। कहाँबाट सुरु भयो त्यहाँबाट हुन्छ। हाम्रो राशिहरू मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन गरी 12वटा हुन्छन् राशिहरू। हाम्रो ग्रहहरू कति प्रकारका हुन्छन्? सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतु 9वटा ग्रहहरू हुन्छन्। यिनीहरू कुन स्थानमा बस्दा कस्तो प्रतिफल दिन्छन् यो बारेमा विश्लेषण गर्न गइरहेका छौँ। देख्न सक्नुहुन्छ यहाँबाट सुरु हुन्छ हाम्रो एकौं स्थान। तपाईहरुको कुण्डलीमा जति पनि नम्बर हुन सक्छ, तर एकौं स्थानको घर के हो? सम्पूर्ण व्यक्तित्वहरू जनाउँछ यसले। सम्पूर्ण व्यक्ति कस्तो छ यो कुरामा ध्यान दिन्छ यसले। व्यक्ति कस्तो प्रकारको छ भन्ने कुरा व्यक्तिलाई यसले जनाउँछ। त्यसपछि अर्को हुन्छ 2 नम्बर। 2 नम्बरहरू भयो धन, सुख, बाणी, कुटुम्बको बारेमा जनाउँछ। 3 नम्बर पराक्रम, दाजुभाइ, दिदीबहिनीहरूको बारेमा जनाउँछ। र चौथो हाउस यसले चाहिँ भूमि, घर, माता ससुराको बारेमा जनाउँछ। यो घर राम्रो भयो भने चाहिँ भूमि, घर, माता ससुराहरू चाहिँ एकदम राम्रो प्रतिफल प्राप्त हुन्छ। यहाँबाट चाहिँ अर्को घर छ। 5औं घर छ शिक्षा, पेशा, सन्तान। यदि शेयर मार्केटमा लगानी गर्दै हुनुहुन्छ भने तपाईहरूले यो घर अति उत्तम अवस्थामा छ भने तपाईहरू शेयर मार्केटमा लगानी गर्दा चाहिँ तपाईहरूलाई अति राम्रो उत्तम फल प्राप्त हुने हुन्छ। र अर्को छ 6ठौं घर रोग, इष्ट, शत्रु, मामा। यहाँबाट चाहिँ अर्को घर छ 7औं घर छ। 7औं घर चाहिँ श्रीमती, श्रीमान। यसमा चाहिँ विवाहहरू जनाउँछ। यसले चाहिँ विवाह कस्तो राम्रो घर बसेको छ भने विवाह पश्चात चाहिँ तपाईहरूको राम्रो हुन्छ। यदि त्यसमा राम्रो ग्रह गएर बसेको छ भने तपाईहरूले विवाह गरेपछि कसैको जिन्दगीमा चाहिँ विवाह गरेपछि अति उत्तम हुँदै गएको देख्नु भएको छ नि। यो चाहिँ यहीँबाट थाहा हुन्छ। अनि व्यापारमा चाहिँ फाइदा हुन्छ या नोक्सान हुन्छ यहाँबाट पनि देख्न सकिन्छ। अर्को छ 8औं घर मृत्यु, कष्ट, विदेश यात्रा। यहाँबाट चाहिँ मृत्यु, कष्ट, कसरी मृत्यु हुन्छ, कष्टहरू प्राप्त हुन्छ र विदेश यात्रा कस्तो छ यहाँबाट पनि देख्न सकिन्छ। अर्को छ 9औं घर धर्म, लाभ र भाग्यको। यो चाहिँ 9औं घर चाहिँ तपाईको एकदम राम्रो उत्तम अवस्थामा बस्यो भने चाहिँ यहाँबाट चाहिँ धन लाभ पनि हुन्छ। धन लाभ, सम्पत्ति लाभ, धर्म पनि यहीँबाट कमाइन्छ। धर्म गर्ने व्यक्ति छ या छैन भन्ने, धर्म गर्ने नेचरको भगवानप्रति आस्था कति राख्छ भन्ने कुरो यहाँबाट पनि देखिन्छ। व्यक्तिमा भन्छ नि म कसै भगवानलाई मान्दिन भन्छ नि, यहीँबाट थाहा हुन्छ त्यो व्यक्ति भगवानप्रति आस्था कति छ, त्यसको धर्म कति छ
भन्ने कुरा यहाँबाट थाहा हुन्छ। अनि भाग्य पनि यहीँबाट थाहा हुन्छ। अर्को घर छ 11औं घर, आए मित्र अनि बुहारी। बुहारी भनेको छोरोको विवाह भएपछि, यो चाहिँ विवाह भएकाले, विवाह भएर छोरो पाएर अब चाहिँ छोराको विवाह गरिदिउँ भन्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ यहाँदेखि हेर्दा चाहिँ एकदम अति उत्तम राम्रो हुन्छ। बुहारी चाहिँ कस्तो आउँछ, हाम्रो चाहिँ ससुरा सासुआमाको चाहिँ ख्याल राख्छ कि राख्दैन भन्ने कुरा चाहिँ यहाँबाट थाहा हुन्छ। अर्को छ खर्च र परलोक। खर्च कति गर्छ यसले यो गरममा गएर, राम्रो भएन भने चाहिँ खर्च बढीको बढी हुन्छ, आम्दानीभन्दा खर्च धेरै हुन्छ, ऋणमा डुब्छ, यस्तो हुन्छ। परलोक पनि यहीँबाट देखिन्छ। परलोक जान्छ कि जान्न, यसले मोक्ष प्राप्त गर्छ कि गर्दैन यहीँबाट थाहा हुन्छ। अनि भाव, अब यिनमा चाहिँ अलग अलग नम्बर हुन्छन्। कसैको मेष लग्नबाट सुरु हुन्छ, कसैको मिथुन लग्नबाट सुरु हुन्छ, वृश्चिक लग्न, मीन लग्न, यो चाहिँ कुन लग्नबाट सुरु भएको छ भन्ने कुरो हुन्छ। तपाईँको यहाँ जति नम्बर छ नि त्यही नम्बरको आधारमा तपाईँहरू चाहिँ यो लग्न चाहिँ कुन लग्नबाट सुरु भएको छ भनेर देख्न सक्नुहुन्छ। जति पनि हुनसक्छ, 2 4 5 6 10 12 12सम्म हुन्छ, जति पनि हुनसक्छ। 1 2 1 छ भने अर्कोमा चाहिँ 2 हुन्छ, यहाँ 2 छ भने अर्कोमा चाहिँ 3 हुन्छ। लग्नमा 2 छ भने अर्को धन सुख बाढी यो कोठो छ नि कुटुम्बको, त्यो कोठोमा चाहिँ 3 नम्बर हुन्छ। यसमा 3 नम्बर छ भने त्यसमा 4 नम्बर हुन्छ। यसरी सुरु हुन्छ। यो त भयो हाम्रो कोठाको बारेमा। हाम्रो 12वटा घरको बारेमा। 12वटा घरमा चाहिँ कुन घर अवस्था चाहिँ अति उत्तम हुन्छ र कुन घर अवस्था चाहिँ अशुभ हुन्छ, यो चाहिँ एकैचोटिमा जान्ने कुरा होइन, बिस्तारै बिस्तारै जान्ने कुरा हुन्छ। आज यति जान्नुभयो, भोलि अझै यति गर्दै बढाउने हो। एकैचोटि 100 भाग चाहियो भनेर हुँदैन। अब हामी अर्कोमा गएका छौँ, भाव। त्यसपछि अर्को कुरा हुन्छ भावेश। त्यसपछि चन्द्र सूर्यको अवस्था। चन्द्र सूर्य, चन्द्र र सूर्य। सूर्य भनेका पिता, चन्द्र भनेका माता। पिताको सुख, सूर्य राम्रो छ भने पिताको सुख हुन्छ। यदि चन्द्रमा राम्रो छ भने माताको सुख हुन्छ, माताका सम्मानहरू पाइन्छ। पिताको सुख भनेको सूर्य राम्रो छ भने पिताबाट हुने मान सम्मानहरू पाउन सकिन्छ। जुन कुरा पितादेखि प्राप्त हुन्छ, पिताको धन सम्पत्ति, यद्यपि अरू पनि यहाँबाट थाहा हुन्छ। मङ्गलको अवस्था कस्तो छ। त्यसपछि केन्द्र भनेका कुन हुन्, कुन कोठालाई केन्द्र भनिन्छ। 1 4 7 10 भनेका केन्द्रका कोठाहरू हुन्। यिनीहरू केन्द्रमा राम्रो भयो भने चाहिँ राजयोग यहीँबाट बन्छ। सबै योग चाहिँ यहीँबाट बन्न सक्छ। त्यसपछि मारकमा चाहिँ कुन पर्छन्। त्यसपछि 2 र 6 चाहिँ मारकमा पर्छन्। त्रिकोणमा 1 5 9 पर्छन्। त्यसपछि दुष्ट स्थान कुन हुन्। दुष्ट स्थान 6 8 12। कुर स्थान कुन हुन्। कुर स्थान 3 6 11। त्रिक स्थानहरू कुन हुन्। त्रिक स्थानहरू 3 र 6 8। 3 र 6 8 चाहिँ क्रुक स्थानहरू हुन्। दृष्टि, कुन ग्रहले चाहिँ कुन स्थानमा दृष्टि कस्तो फल दिन्छ, कुन ग्रहको कुन स्थानमा। हाम्रो कोठाहरू छन् 12 कोठाहरू, त्यहाँ चाहिँ कुन स्थानमा कुन ग्रहहरू बस्दा चाहिँ कुन दृष्टि दिन्छ भन्ने कुरा। सूर्यले चाहिँ 7औं स्थानमा दृष्टि आफ्नो राख्छ। त्यसपछि चन्द्रले पनि 7औं स्थानमा दृष्टि राख्छ। मङ्गलले 7औं 4औं र 8औं स्थानमा दृष्टि राख्छ। अनि बुधले 7औं स्थानमा दृष्टि राख्छ। बृहस्पतिले 7 5 9 स्थानमा दृष्टि राख्छ र शुक्रले 7औं स्थानमा दृष्टि राख्छ। शनिले 7 3 10औं स्थानमा दृष्टि राख्छ। राहुले चाहिँ 7 र 10 स्थानमा दृष्टि राख्छ। केतुले चाहिँ 7 र 10 स्थानमा दृष्टि राख्छ।
7औं स्थानमा जहाँ पनि बसेका छन् त्यहाँदेखि चाहिँ 7औं स्थानमा दृष्टि चाहिँ जुनसुकै ग्रहले बाँकी नहेरे पनि तपाईँले 7औं स्थानमा दृष्टि कस्तो दिइरहेको छ, कुन ग्रहले कस्तो दृष्टि दिइरहेको छ यहाँबाट हुन्छ। त्यसपछि हामी कुरा गर्न गइरहेका छौँ। अनि सूर्य 1 नम्बर मेष राशिमा चाहिँ उच्च हुन्छ। यो कुन राशिमा चाहिँ उच्च हुन्छ भन्ने कुरा यहाँ देख्न सक्नुहुन्छ। सूर्य मेष राशिमा उच्च र छैटौं राशि तुलामा नीच हुन्छ। यो चन्द्रमा वृश्चिक राशिमा उच्च हुन्छ। अनि वृश्चिक राशिमा चन्द्रमा उच्च हुन्छ र वृश्चिक राशिमा चाहिँ यो चाहिँ नीच हुन्छ। मङ्गल चाहिँ हाम्रो मकर राशिमा चाहिँ उच्च हुन्छ र कर्कटमा चाहिँ नीच हुन्छ। बुध कन्यामा उच्च हुन्छ र मीनमा नीच हुन्छ। बृहस्पति कर्कटमा उच्च हुन्छ र मकरमा नीच हुन्छ। शुक्र मीन राशिमा उच्च हुन्छ र कन्या राशिमा नीच हुन्छ। शनि तुला राशिमा उच्च हुन्छ र मेष राशिमा नीच हुन्छ। राहु मिथुन राशिमा उच्च हुन्छ र धनु राशिमा नीच हुन्छ। केतु धनुमा उच्च हुन्छ र मिथुनमा नीच हुन्छ। यिनी चाहिँ नीच कुन ग्रह चाहिँ कस्तो अवस्थामा छ र कुन ग्रहले चाहिँ कस्तो प्रतिफल दिन्छ भन्ने कुरा आज चाहिँ हामीहरूले यो एपिसोडमा चाहिँ हामीहरूले बुझ्यौँ। र तपाईहरूलाई यो च्यानल कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन म अनुरोध गर्दै आजको लागि यति भन्दै अन्त्य गर्न चाहन्छु। हस्त नमस्कार।